हिजो मैले एउटा इन्टरभ्यू हेरेँ ज्ञानेन्द्र साईको इन्टरभ्यू र ज्ञानेन्द्र साईले त्यहाँ के भन्दै हुनुहुन्थ्यो भन्दाखेरि जनताले भोट हाल्ने यदि चलन यो देशमा भयो भने यो देशको प्रधानमन्त्रीमा अत्याधिक बहुमतका साथ बालनले जित्नुहुन्छ अहिले है। र स्वयं अहिले स्वतन्त्रका रूपमा भने हामीले पनि सोच्नुपर्छ त्यतिखेर यदि नेपालमा जनताहरूले डाइरेक्ट भोट दिन पाउनु र बालेन शाह प्राइम मिनिस्टर प्रधानमन्त्रीको उम्मेदवारमा उठ्नु हो भने बालेन शाहले धेरै मत ल्याएर सर्वसम्मत विजयी हुनुहुन्छ र हामीले पनि त्यतिखेर सोच्नुपर्ने अवस्था आउँछ भनेर भन्दै हुन्थ्यो। नभन्दै एकदमै मलाई चित्त पनि बुझेको। अहिले यसो हेरौँ बालेन शाहको क्रेज है, उहाँले कुनै एउटा पोस्ट लेख्नुभयो भने 24 घण्टा नबित्दै भनेको 3 लाख भन्दा बेसी लाइक आएको हुन्छ, सेयर अब कमेन्ट भनेको 50,000 आउँछ होइन। अनि त्यो कमेन्टमा पनि भनेको लगभग 99% भनेको पोजिटिभ कमेन्ट आएको हुन्छ कि अब 1% भन्नु त कुनै पार्टीको हुनुहुन्छ होला, केही पोस्टमा हुनुहुन्छ होला, राम्रो कमेन्ट गर्दाखेरि पनि आफूलाई गाह्रो होला त्यो सबैको नेगेटिभ कमेन्ट गर्नु, नभए भनेको 99% भन्दा बेसी पोजिटिभ कमेन्ट। क्या कसैको पनि यस्तो क्रेज म अहिले भनेको लगभग 32 वर्षको भए आउँदाखेरि नेपालमा यस्तो क्रेज नि मैले अहिलेसम्म चाहिँ देखेको थिइनँ क्या। तपाईँले पनि मलाई लाग्छ यस्तो क्रेज कुनै नेताको देख्नुभएको छैन होला क्या। अनि यति भनिराख्दाखेरि हाम्रा अरू नेताजीहरू हुनुहुन्छ होइन, अनि उहाँहरूले एकदम साइबर सेना यताउता फेसबुकमा कता के भन्नु होला, बाबा त्यो कमेन्ट गर्ने मान्छे लाइक गर्ने मान्छे पनि त नेपाली हो, उनीहरूकै अकाउन्ट त हुन् नि त होइन। जनताले माया गरेको किनकि अहिले भनेको जसले काम गर्छ उसलाई मन पराउने हो क्या सिधै कुरो। अनि अब फेरि अर्कोतिर अब नेताजीहरू हुनुहुन्छ, नेताजीहरूको काहीँ एक्सिडेन्ट भएको हुन्छ। अस्ति एउटा एक्सिडेन्ट पनि भयो, काठमाडौँ ल्याएर उपचार गराउँदै हुन्थ्यो एकजना नेताको, अब नामसाम केही नभनौँ होइन। अनि उहाँको पोस्टमा गएर हेरेँ उपचार गराउँदै हुनुहुन्छ, बेडमा बस्नुभएको छ, रिप किन यस्तो भएन, मान्छे जानु पर्थ्यो नि भन्ने कमेन्ट क्या, ल नेगेटिभ कमेन्ट क्या। अनि देशकै प्रमुख व्यक्तिहरूले पनि कुनै स्ट्याटस लेख्नुभयो भने लगभग त्यहाँ भनेको 60% भनेको नेगेटिभ कमेन्ट आएको हुन्छ, 35-40% मात्र भनेको पोजिटिभ कमेन्ट आएको हुन्छ कि। यो त भनेको जनताको एउटा बेतृष्णा हो नि त। किनकि जनताले के चाहन्छन् भन्दाखेरि देश विकास हुनु पर्यो, काम हुनु पर्यो, आफ्नो ठाउँबाट जुन जिताएर पठाएको छ देश विकास गर्नु पर्यो, नेपाल बन्नु पर्यो भन्ने योजना हो नि त। अनि यो अनुरूप काम नभइसके पछाडि गाली त्यत्तिकै गर्दैनन् क्या। बालेन शाहलाई किन मान्छेले गाली गर्दैनन् त? किनकि उहाँले भनेको राम्रो काम गर्नुभएको छ, विकास गर्नुभएको छ, जनताको अनुरूप काम गर्नुभएको छ र त सबैजना सपोर्टर हो नि त होइन। अनि अरू अहिले जो नेताहरू हुनुहुन्छ उहाँहरूले पनि जनताको अनुरूप भनेको काम गरिदिने, राम्रोसँग काम गर्ने भने किन मान्छेले किन जनताले गाली गर्छन् क्या, राम्रोसँग गरिहाल्छ नि होइन। अनि यो बालेन शाहको क्रेज चाहिँ मान्नै पर्छ यार। म त म पनि एकदम ठुलो फ्यान हो पहिल्यैदेखि पनि। जब बालेन शाह मेरो पोस्टहरू हेर्न सक्नुहुन्छ त्यतिखेर उठ्दैखेरिदेखि भनेको म